हैन तपाईले भालु मारेको मारे तपाईले आम्मामु डर लागेन भालुसँग रुखमा बसेछ अरू झरवा लगाइदिएँ हो झरेर ढुङ्गा मुढा लाग्दै लाग्दा म रुखमा बसेर बड्डो ड्याममा देख्दा त्यही पुग्छ लगाइदिएँ भालुको मासु खानु भएको भालुको मासु एकदम दबाई पऱ्यो भालुको मासु दबाई हो खाएको ए तेरो पो तगडा हुँदो रहेछ त भालुको फियो अहिले 1000-1200मा भन्दा धेर दिन्छ फियो त नु भएन अनि दबाई भनेर कहाँ थाहा पाउनु भयो भालुको मासु दबाई अँ आफै खाइकन थाहा हो बास चट्टै भयो मान्छेले दबाई हुन्छ भनेको थिएन ए आफै खाइकन होइन तर मैले हो अनि आफै मैले थाहा पाएको सगुन पानी अहो अनि तपाईँको प्रेसर छैन हजुर छैन प्रेसर छैन सुगर 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 प्रेसर केही छैन छैन आम्मामा अनि यो कति वर्षदेखि खानु भएको भर्खर ए पञ्चायतको सचिव होइन पञ्चायतको सचिव पनि गरियो ओ डाँडा बजारको डाँडा बजारमा गरियो पार्टीको पार्टी गाउँमा डाँडा बजारमा कति वर्ष गर्नुभएको छ 2 वर्ष 2 वर्ष पञ्चायतको सचिव गर्नुभयो पार्टी गाउँमा पार्टीको मतलब 4-5 वर्ष गरेँ ए अहिले कति वर्ष पुग्नुभयो नि हजुर 88 वर्ष 88 वर्ष पुग्नुभयो अनि यो पचाउँदै हुनुहुन्छ अहिले तपाईँले ए दिने त आज पहिलाको त लेखापढी तपाईँ एकदम राम्रो होइन त लेखापढी टप मैले लेखेको त जुन अड्डाले पनि गल्ती गर्दैन तपाईँले लेखेको जुन आटाले पनि गल्ती गर्दैन गल्ती भन्दैन ए पार्टीमा कति भात खाइन्छ यो खाएपछि त भात खानुपर्छ नि अँ, मासु खानुहुन्छ खान्छ। जेको पनि खानुहुन्छ जेको खान्छ। मासु अँ, अहिले रोग केही पनि छैन होइन हजुर छैन आहो तकडा पो हुँदो रहेछ त तपाईँ त यमराज भएछ रोगको दबाई खाएको छु कि हँ पहिला अनि तपाईँको तलाब त कति थियो नि तर थिएन त्यति बेला तलाब के दिन्थ्यो अनि हजुर हजुर होइन तपाईँ अनि सचिव हुँदा तलाब दिएन पञ्चायतमा के काम गर्नुभयो सचिव हुँदा लेखा पढी गरिन्थ्यो जिल्लामा लेखिन्थ्यो माग गरेको जिल्लाले दिन्थ्यो गाडी मोटरको बाटो थिएन जहाँ तक मान्छे कुल्ली पठाएर बोकेर ल्याउँथ्यो च्यादर होइन झगडा गर्ने मान्छेहरू मिलाउनु भएन मिलाउँथ्यो मिलाउनु हुन्थ्यो होइन अनि आफै तल्ल पर्नुभयो कि भएन न्यु खोल्नेसँग त परि गइन्थ्यो परिहाल्नु अनि गाविसमा पञ्चायतमा निङ खोज्नु आउँथेन मान्छे किन आउँथ्यो त्यहाँ त पुलिस पो लगाइन्थ्यो त त्यस्तो न्यु खोज्ने हो र कानुन हुन्छ नि त त्यहाँ कानुन हुन्छ त्यो हो राम्रो कुरा दबाई अँ यो लिम्बुवानको दबाई होइन यो त दबाई यो त लिम्बुवानको दबाई खाँदै हुनुहुन्छ कि तपाईँले के चक्की